यो धागा धुगी साइडतिरको सबै हटाइदिने। यो तलको पार्टहरू त अहिले हामीले पाइपिङ राख्ने बेलामा यो सबै फाल्छौँ। अब यो हजुरको रेडी भएर बनिसकेको, यहाँ पेस्टिङ पनि टाँसेको छौँ यो किन नखुम्चियोस् भनेर। यो हाम्रो भित्री पार्ट यहीँ छ। अब यसको माथि यो जुन मिड पोइन्टमा यसको यो मिड पार्ट जुन सेपको पार्ट छ नि, यसलाई थपक्क हजुरले यसरी राखिसिन्छ। हेर्नुहोस् त यी टक्क, र यहाँ एउटा हामीले पिनअप गर्छौँ यहाँ यो पार्टमा, र यसलाई कहाँदेखिको कहाँसम्म हेर्नुहोस् त मुटुहरू, यो पार्टबाट यसरी नै धागो नदेखाइकन टोटली सिलाउने कोसिस गर्छौँ है हामीले। टोटली यो ठक्क यहाँ बस्यो भने राम्रो भनेको जस्तै हुन्छ। र यसलाई यहाँ पिन लगाएको दिउँ अलिकति माथि पनि। अब यहीँतिर अब यो भित्रीलाई नै एट्याच गर्नुपर्छ है। भित्रीलाई पनि छोइन्छ, यो पार्ट सबैलाई समाएर अब सबै एट्याच भयो। हाम्रो भित्र यस्तो हुन्छ, बाहिर यस्तो हुन्छ। अब भित्रको यो जुन पार्ट छ हाम्रो बेसी भएको, त्यसलाई अहिले कट गरिदिन्छौँ। भित्रको पार्टलाई नै चेपेर एकचोटि फेरि भन्छु हेर्नुहोस् त, यो मिडको पार्ट र मिडको पार्टलाई टक्क राख्यौँ। त्यसपछि यसलाई यो सबै चेपेर फर्मको ठ्याक्कै मुनिबाट सर्लक्कै सिलाइदिन्छौँ। हाम्रो सिलाइ कहाँ हुन्छ, सकभर यो टाँका अघि जुन हामीले अगाडिको पार्टमा गराएको थियौँ नि, त्यस्तै गरी सिलाइ नदेखियो भने धेरै राम्रो।